Alexa, stop. Good morning, Alexa. Play some calm music. तीन वर्ष भयो सोचेको, तर आज सुरु गर्दैछु। धेरै समय सोच्दा सोच्दै बित्यो, अब सपना पूरा गर्नेछु। ल, अब सुरु गरौँ। यात्रा सुरु गर्न गाह्रो छ, तर असम्भव पनि छैन। आज चाहिँ म तपाईहरुलाई एउटा नयाँ ठाउँ, नयाँ गाउँ लग्न गइरहेको छु। कामबाट धेरै टाढा अनि जिमबाट टाढा। सो लेट्स स्टार्ट। जीवनमा यात्राले धेरै कुरा सिकाउँछ र आशा छ यो यात्राले पनि केही विशेष सिकाउनेछ। फर्स्ट लोकेसन होइन, दाइलाई पिक गर्न आएको। अनि त्यसपछि यसो भित्र छिर्दिनु पऱ्यो भनेको वेदर्स लुक प्रिटी गुड होइन। यस्तो बवाल एन्ड कडै छ क्या। गन्तव्यसम्म पुग्नलाई धेरै नै मोड आउँछ भन्थे। ओ माई गड, यहाँ त गन्तव्यसम्म पुग्या होइन। मोडका मोड घरबाट निस्कियो, त्यसपछि हावर टाउन, अनि त्यसपछि अब क्रिकेट हेर्न भनेर गएको, क्रिकेट पनि छैन। त्यसपछि अब चाहिँ केही खानु पर्यो भनेर जीवाईजीमा आएको। सबैजना यहीँ भेला हुने होइन, फेरि अर्को ठाउँ। ओ माई गड। सो म हजुरहरूलाई मेरो ग्याङसँग चाहिँ छिट्टै नै भेटाउँछु। बुढापाकाले भनेकै छन् परीक्षाको फल एकदम मिठो हुन्छ। सो फाइनल्ली हामीले चाहिँ हाम्रो टिमलाई भेटिसकेको छौँ क्याफेमा। यहाँबाट चाहिँ हाम्रो घर 4 मिनट टाढा छ, जहाँ हामी जानु भएको। एकछिनमा ड्रोन सटबाट दिन्छु इन्ट्रोडक्सन प्लेसको चाहिँ। सो स्ट्यान्ड बाई। सो अब चाहिँ म मेरो टिमलाई इन्ट्रोड्युस गर्छु। जाम 2 जना स्टिल मिसिङ, 2 जनालाई चाहिँ म एकछिनमा गर्छु। तर लेट्स गो एन्ड ह्याभ सम फन। जस्तै तपाईँ चाहिँ टोके प्रडक्ट छ। आज हामी जाँदैछौँ गोलकोस्टबाट 70 मिनेट टाढा हरियालीको काखमा ग्रिन ब्याङ्क। 2 दिनको लागि घरबाट टाढाको नयाँ घर। यो सानो बसाई रमाइलो र सम्झना योग्य बनाउनेछौँ। घर जब मनले महसुस हुन्छ त्यही रमाइलो हुन्छ। रेकर्ड गर्यो होला भने रेकर्डै हुँदैन क्या। सो फाइनल्ली उतार चढाव अनि यताउता पछि फाइनली डेस्टिनेसनमा सबैजना कोही बियर कोही के समाउँदै हुनुहुन्छ। यसो मलाई हेरेर हुनुहुन्छ। इट्स गोइङ टु बी फन। आज झोल खाने ढल्ने दिन, कति जिम हान्ने के। तातो रगत अनि रातसँगै बिताउने त्यो जोस। पुग्ने बित्तिकै सबै सामान मिलायौँ। त्यसपछि रमाइलो सुरु भयो। कोही टेबल टेनिस खेल्न थाले, कोही स्विमिङ पुलतिर लागे। त्यसपछि सबैजना भेला भएर पुल भलिबल खेलियो। एकछिनका लागि यस्तो लाग्यो जिन्दगी यही हो। अनि साँझतिर कार्यक्रम सुरु हुँदै थियो। त्यो बेला खसीको मासु म्यारिनेट हुँदै थियो र त्यसबीच सुरु भयो साँच्चीकै नाइट आउटको मजा। कोही गीत गाइरहेका थिए, कोही खाना पकाउँदै, कोही भने केही नपाएर खाना खाँदै थिए।
र सबैभन्दा विशेष कुरो हामीले कार्यक्रमलाई अनौपचारिक तर आत्मीय बनायौँ। नेपालको राष्ट्रिय गानबाट सुरु गर्यौँ किनकि यो मन त नेपाली हो नि। त्यसपछि सुरु भयो हाम्रो पेट पूजा कार्यक्रम। हामी सबै मिलेर चटपटे बनायौँ, अमिलो पिरो अनि ज्वासै। जस्तो सुकै स्वाद लिए पनि त्यो समयको मिठास बेग्लै थियो। कोही कागती काट्दै, कोही मसला मिसाउँदै, सबैले हात लगाइरहेका थिए। त्यो चटपटे मात्र खान थिएन, त्यो त हामी सबैको एक्साइटमेन्टको स्वाद थियो। पेट भरिसकेपछि फेरि इनर्जी फर्कियो अनि सुरु भयो फुटबल। कोही गोल हान्दै थिए त कोही आफ्नो गल्तीमा हाँस्दै। त्यसपछि नुहाइ गरेर सबैजना फ्रेस भएर फेरि पकाउनतर्फ लाग्यौँ। पकाउँदै थियौँ खसीको मासु, पाक्दै गर्दा चाख्दै पनि थियौँ। त्यही बेला सम्झ्यौँ अहिले त अस्ट्रेलियामा जाडो पलाइरहेको छ, त्यसैले आगो त ताप्नै पर्यो किनकि जुनैसुकै क्याम्प होस् आगो बालेर गीत नगाएसम्म त्यो पुरा हुँदैन। त्यसपछि हामी सबै आगो वरिपरि भेला भयौँ, गीत गाउँदै, हात तताउँदै, रमाइलो गर्दै। जाडोमा त्यो आगोले त केवल शरीर मात्र होइन, मन पनि तातिएको महसुस भयो। कसैले गीत गाए, कसैले तालमा ताली दिए र त्यो पल, त्यो घाम नहुँदा पनि उज्यालो जस्तो लाग्यो। र अन्त्यमा त्यो पुरै दिनको खेल, हाँसो, स्विमिङ र रमाइलो पछि हामी भेला भयौँ एउटै कुराको लागि, डिनर। खसीको मासु अनि घरको जस्तो स्वाद। त्यो खाना केवल स्वादको कुरा थिएन, त्यो दिनभर बिताएको प्रेम, आत्मीयता र सम्झनाको स्वाद थियो। यसरी नै हाँसो, मस्ती अनि रमाइलोसँगै हामीले हाम्रो पहिलो दिन पुरा गऱ्यौँ। वेलकम टु डे 2। सो हाम्रो बिहानको प्लान चाहिँ केही छैन, हाम्रो मान्यता खाने अनि उतार्ने। सो लेट्स ह्याभ सम फन एन्ड लेट्स डु जिङ्गलाला। सो फ्लोक्स, आइम ब्याक। अबको कार्यक्रम भनेको पेट पूजा। झ्यापस्याप सबै उत्रिसक्यो, अब खाना खाने। हामीसँग हुनुहुन्छ सेफ सुमन अन फ्राइड राइस, अनि तपाईँहरूको सेफ प्रेरक यहाँ छ गोकोमुली। के भन्छ, गोकोमुली कि गोकोमुला भन्दा पनि हुन्छ। अब नाम थाहा नभइसकेपछि गोकोमुली, गोकोमुला जे भने पनि भइहाल्यो होइन। सो लेट्स सी, अब पकाऊँ होइन अनि खाऊँ, किनकि दिनको सुरुवात भोको पेटबाट होइन भरि पेटबाट गर्नुपर्छ। Yes, I like it. Yes, let's go. पाक्दैछ त हाम्रो यहाँ, के पाक्दैछ? नेपालको एकदम हट काँडा नभएको माछा पाक्दैछ हैन। के माछा, के माछा? नेपालीमा ठेट भाषा भन्यो भने जलकपुर माछा भनिन्छ। जलकपुर, जलकपुर हैन, फ्राई गरिँदैछ। तिमी उज्यालो हो यदि भने जिन्दगी अँध्यारो हो आमा, तिमी बिना जिन्दगी सुनसान सन्नाटा हो आमा, तिमी बिना जिन्दगी सुनसान सन्नाटा हो आमा। यदि ईश्वर कतै छन् भने कसले देखेको छ र? यदि ईश्वर कतै छन् भने कसले देखेको छ र? यस धरतीमा तिमी नै मेरो ईश्वर हो आमा।
सुरु गरेपछि अन्त्य त गर्नु परिहाल्यो अनि फोहोर गरेपछि सफा नि। पुरा दिन रमाइलो गरेपछि त्यो स्थान, त्यो माहौल, त्यो याद सब थन्काउनु पर्ने बेला भइसकेको थियो। रात पनि ढल्दै थियो। अब त घर फर्कनु पर्ने चटारो सुरु भइसकेको थियो। त्यसैले हामी सबै मिलेर जसरी सुरुवात गर्यौं त्यसरी नै एकसाथ मिलेर घर सफा गर्यौं। कसैले कुच्चो लगाए, कसैले भाँडा धोए र फेरि त्यो एयरबिएनबीलाई ठिक त्यही रूपमा फर्कायौं जसरी हामीले पाएका थियौं। त्यही बीचमा एक छेउमा बारबेक्यू पनि चलिरहेको थियो। सरसफाई र तयारीसँगै अन्तिम पलहरूको रमाइलो चल्दै थियो र अन्त्यमा त्यो साथ, त्यो सहयोग र त्यो सम्झना मनभित्र झन् गहिरिएर बस्यो। यात्रा सकियो तर कहानी बाँकी रह्यो। तिम्रो याद आइरहन्छ यो कुरा यो नाम यो पहाड वचनले मलाई